हेलो एभ्रिवान, के छ सबैलाई मेरो नयाँ ब्लगमा कति धेरै दिनपछि मैले ब्लग बनाइरहेको छु। आज हामी लन्चमा जान लाग्यो यता बाहिरतिर। सबैजना हेर्दै गर्नु, चट्ट दुईजना दाजुभाइ चट्ट गइरहेछौँ हामी। अहिले सेममा पुग्यो हामी चाहिँ, अनि राइड गरेर मैले चलाइरहेको छु। बसिरहेको छु भन्नु खोजेँ, अनि मेरो फ्यानले हेर्दै क्या त्यहाँबाट नसक्दो स्वयंमा मान्छे चलाउने ठाउँ ढुक मिठो छ होला है। ल त अहिले हामी कहाँ जान्छौँ त्यहाँ गएर भेटौँ ल। अहिले अब यसरी मोबाइल हातमा समातिराख्नु भने झरेर फुट्छ भाइ, महँगो छ। ल गाइस लोग हामी चाहिँ ठमेलभित्र जाँदैछौँ अहिले। यहाँ पैसा दिन जान लाग्यो कलेजमा होइन। साउन्ड सुनिराख्नु है बाइकको, रेडियो चाहिँ छैन। हेलो गाइज, हामी चाहिँ ब्याङ्कबाट भर्खरै बाहिर निक्लेको हो यहाँ पैसा झिक्न। पैसा झिके के अरे पैसा हालेर चाहिँ आएको। पैसा हालेको हेरिदिउँ न। स्टिकरहरू छ है अङ्कल? स्टिकरहरू छ छैन? ए हस्। ल अब हामी बाइक झिक्ने अनि कहाँ जाने? अब हामी कहाँ जाने नेक्स्ट डेस्टिनेसन? ए बक्सर किन्न जाने। ल हिरोले बाइक निकाल्छ अब। यहाँ बक्सर नभए धेरै भइसक्यो, यहाँ बक्सर किन्नु पर्ने भइसक्यो। ओके लगायत हामी चाहिँ मल आइपुग्यो। हामी बक्सर किन्न आएको मल चाहिँ खासमा ब्रेकको आवाज चाहिँ फक्ने छ अहिले। बाइकको आवाज चाहिँ छ है। सुनसान भयो एकैचोटि। यहाँ बक्सर किन्न जाने पसलमा। अब के गर्नु, शान्ति त परेन है। अब आउँछ गाइज। गाइज एलिभेटरमा चढ्यो। यता हेर ए सन्चै हामी चाहिँ यताबाट यता जाने। अब किन भने बनाऊ है सिधै। अनि ल अब यहाँ निस्किने होला। ल गाइजहरू सामान लियो, अब घरतिर फर्क्यौँ फेरि। ए होइन खाजा खाना। अब खोइ आइज चाँडो भन्छ, कहाँ आइज भने अब त्यसले न। ल गाइज अब त्यो खाजाने ठाउँमा भेट्ने होइन हामी चट्ट। गाइजहरू हामी चाहिँ कुरेको अवस्था है, साथीलाई कुरेको अवस्था। म र यहाँ समुद्र अनुभवलाई कुरेको अवस्था। अनुभवलाई कुर्दिने क्या, अब के गर्नु भने आउँदैन टाइममा।
खोइ एउटा भाषा बुझ्न नि कत्रो टाइम लाग्यो त्यसले त है तँलाई काले ल गाइजहरू हामी चाहिँ आज खाना लन्च बाहिर लन्च खाना आइसक्यो हामी यता हेर काले ओइ काले यता हेर ओइ यता हेर न यता बस हो ए काले यसले हो क्या कुराको हाम्रो नदेखाउनु यहाँ समुद्र अब आउँछ अनि गर्नेहरू ए गाइजहरू हाम्रो चाहिँ एक पिस चाहिँ आयो है अनि अझै आउन बाँकी छ यो खाइरहेको छ खोइ अब त्यसलाई कसरी चम्चर खाँदैन हुन्छ नि अब त्यो चलाउन आउँदैन अनि ल ओइ खुवाइदियो त ल अनि यतिको साथी भए त मलाई किन गर्नु अन्डा के खाना भने काटा लुम्नु खै त धेरै डिपेन्डेन्ट नहुनु साथी भएको के काम त नि पखै त म नि यसले ट्राई गर्छु है त ल गाइजहरू सरी अब हाल त यो के हाल त चुप्नु ए यहाँ चुप्ने ल अनि त्यो सिना बना न पहिला हो अब हाल ल किन मिलोहरु जा तर जिने मिहिनेतले खुवाइरा अनुपले मलाई कस्तो भात जेसम्म मिठै हुन्छ क्या ल अब अर्को डिसलाई पुरिरहेको है हामी गर्दै खानु मन लाग्छ यो के अरे समुद्रको नाम रामेन जोको बगलले चित्तै बुझेन यार आदै मलाई नि यार उ मलाई बफेलो विङ्स चाहिँ मन पर्छ यार जहाँ गयो नि बफेलो विङ्स चाहिँ खानु मन लाग्छ ल फेरि बफेलो विङ्स खाने हामी कहिले लगाइदियो म खाइसक्छु अनि बोलाउनु लगाइसकेर सक्यो अब हामी यहाँबाट जाने ठिकै थियो त्यस्तो नराम्रो थिएन त्यस्तो मिठो पनि थिएन ठिक्क थियो एभरेज त्यहाँ कसरी देखिरहेको पुरै भाइ गाइज लोक अब हामी जान लाग्यो बाइक निकाल्नु छ केटोले ल अब यहाँबाट चट्ट अब घरतिर त्यहाँ मुनि होला के अरे बुलेट देखाएको छैन हो अब हामी जान्छौँ है त गाइजहरू ल गाइजहरू हामी चाहिँ अब अर्को खाजा खानातिर अर्को घर खाजा त नखाने यार पुग्यो अब यसै डुल्दिने हामी चाहिँ अहिले माछा पोखरी छौँ माछा पोखरीतिर है गाइजहरू हामी चाहिँ
यसै गरी हामी अर्को डेस्टिनेसनमा आइपुग्छ है गाइस। अनि रमाइलो ल गाइजहरू हामी चाहिँ होइन त्यहाँ गर्नुले अलिक नबुझेर यहाँ फोक्सोकमा आएको त्यही भएर खाऊ भने हामी मिठो हुन्छ उडान आज उडान भयो ए मामा आजको भ्लगै डल्लो चौतारामा मिठो छ सबै कुरा मोमो चाहिँ सबसे खतरा हो झन् यो फोक्सो त कुरै गर्नु पर्दैन त्यहाँ यहाँ मिठ लाग्नु खानु पर्ने नि होइन गाईहरू ल अब यहाँबाट खान्छौँ अनि निस्किन्छौँ यहाँको रिभ्यू चाहिँ मिठो छ रिभ्यू क्या खायो नि त मिठो लाग्यो भन्नु खोजेँ क्या मेरो रिभ्यू चाहिँ ल गाइजहरू आज हामी अब यस्तै भयो होइन अनि आजको भ्लग अब सकिँदै आयो अब घरतिर जाँदै हामी चाहिँ अब खाजा खाएर आज चट्ट परामा अगाडि आज पेट फुल छ अब ल बाई बाई सबैलाई